ट्रान्जिस्टर टेक्नोलोजीको प्रयोग भएको थियो। यसमा चाहिँ के थियो त, अब यसको स्पिड पनि हुन्छ नि त। स्पिड चाहिँ स्पिड माइक्रोसेकेन्ड भने यसको टाइम चाहिँ कति थियो भन्दाखेरि 55 to 65। यो 19 पनि हो हैन, मैले नअट्टी भएर चाहिँ 1955 to 1965 लाई चाहिँ छोटोमा 1955 to 1965 बनाएँ। अब यसमा सेकेन्ड जेनेरेसनमा ट्रान्जिस्टर प्रयोग हुँदै गर्दा चाहिँ के परिवर्तन आयो त हैन, चेन्ज के भयो त भन्दाखेरि यो यसको स्पिड मात्र माइक्रो सेकेन्डमा झरेको हो कि फर्स्ट जेनेरेसन भन्दा अलिक बढी स्पिडमा काम गर्न थालेको हो कि हो। फर्स्ट जेनेरेसनले भन्दा अलिक बढी स्पिडमा काम गर्न थाल्यो, साइजमा अलिक सानो भयो, फर्स्ट जेनेरेसन भन्दा कम हिट जेनेरेट गर्न थाल्यो सेकेन्ड जेनेरेसनले। अब सेकेन्ड जेनेरेसनमा चाहिँ के पर्छ त, कुन कुन कम्प्युटरहरू सेकेन्ड जेनेरेसनमा पर्छ भन्दाखेरि IBM 1401 भन्ने कम्प्युटरहरू जुन यो 1955 देखि 1965 सम्म डेभलप भएका कम्प्युटरहरू छन्। जति पनि त्यहाँ टेक्नोलोजीहरू प्रयोग भयो, त्यो टेक्नोलोजीहरू प्रयोग भएर डेभलप भएका कम्प्युटरहरू सबै सेकेन्ड जेनेरेसनमा पर्दछन्। त्यसैले थर्ड जेनेरेसनमा आइसी प्रयोग भएछ। आइसी भनेको चाहिँ इन्टिग्रेटेड सर्किट हो, यसलाई छोटोमा चाहिँ आइसी लेख्नु थियो। यसको डेट चाहिँ 1965 to 1975। अब यसमा आइसी प्रयोग भयो, आइसी प्रयोग हुँदै गर्दाखेरि यसको स्पिड पनि त अब चेन्ज भएर आउँछ नि त। अब स्पिड चाहिँ कसरी चेन्ज भएर आउँदाखेरि केमा नाप्यो भन्दाखेरि नानो सेकेन्डमा हामीले मेजरमेन्ट त्यो अब नाप्दाखेरि चाहिँ नानो सेकेन्डमा मेजर गरियो। अब यसमा चाहिँ के भयो, IBM सिस्टम 360 भन्ने कम्प्युटरहरू चाहिँ यो आइसी प्रयोग हुँदाखेरि बनेको छ 1965 to 1975।